साथीहरु आज यसो हिजो धान काट्नु भनेको म धान काट्न आएको छु। अझै यति ठुलो चाल काट्न बाँकी नै छ। उता बहिनी काट्दै छ। यो नाम चाहिँ पुष्पा साई हो। मेरो टिकटक आइडीमा फलो गर्नु होला, पुष्पा साई 73। अनि उता हाम्रो फुपू काट्दै हुनुहुन्छ। हामी बिहान 7:30 बजेबाट लागेका हौं र अहिले लगभग 10:30 हुन लागिसक्यो। अझै काट्न बाँकी छ। उता यताको यो काटेर आएको यो फिज्न लागेको उता जसको खेत हो नि ऊ औँला बोक्दैछन्। त्यहाँ पानी हुन र यता सुकेको ठाउँमा पानी नभएको ठाउँमा बोकेर फिज्दैछन् भने हामी यता काट्दैछौँ। ओ गाइस हेर्नुस्, अहिले चाहिँ हाम्रो दाइ काट्नु हुँदैछ, नरेन्द्र बहादुर साई। आज हामी धान काट्न आएका छौँ। हामीले यति ठुलो सकेका उतासम्म। अझै यो चाल धेरै ठुलो छ। उता हाम्री फुपू त्यो रुखसम्म काट्न बाँकी नै छ। यो सक्यो भने बल्ल घर जान पाइने हो, नत्र यतै बास हुनेछ हाम्रो चाहिँ अझ अर्को काट्ने दाइ आउनु हुँदैछ। उता आउनु लागेछ, उता पुग्यो हाम्रो भन्नु। उता चाहिँ यो खेतको मालिक फिज्न लागेछ नि यतातिर। हेर्नुहोस् त गाइजु, धान काटेर फिजिरहेछन्। धान काट्नुपर्छ। यो कार्तिकको महिना असोजको महिना काम गर्यो भने त्यसपछि अरू महिना बसी बसी खान पाइन्छ। हो कि नै फुपू? आजभोलि काम गरेपछि बसी बसी खान पाइन्छ। भाउजू उता गइसे हा? भाउजूलाई यहाँ पठाउनु नै। हो त गाइज, म चाहिँ आज लगातार भइगयो। आज 500 हाम्रो माता दी यानी कि पुष्पा साई हुनुहुन्छ। मेरो टिकटकमा चाहिँ फलो गर्नु होला गाइज, जो जो हेर्नुहुन्छ। यो चाहिँ हाम्रो युट्युब च्यानल। मेरो चाहिँ युट्युब च्यानल छैन, अब पछि मोबाइल आएपछि बनाउँछु गाइज म पनि यस्तै ब्लगहरू। यो भिडियो चाहिँ मेरो एनएस इन्टरटेनमेन्ट युट्युब च्यानलबाट आउँदैछ। सबैजनाले एक फलो सब्सक्राइब गरिदिनु होला। कस्तो लाग्छ हाम्रो भलग त आउँदैन, त्यहाँबाट कहिलेकाहीँ रिभ्यू भिडियोहरू आउँछन्, कहिलेकाहीँ यस्तै भलगहरू आइरहन्छन्। यता आइज, अब यता यताबाट काट्न लाग्यो बसेर छाड नगरे मोबाइल। साथीहरू यस्तै काट्नुपर्छ, धेरै दिनेश दाइ हो क्या भन्नु होला। केही भन्दैन, भलको भन्दैन नि, बोलेको पनि सुनिन्छ युट्युबमा। अनि यो हाम्रो आज फाइनल हिजोबाट लागेको हाम्रो यो लगभग 17-14 कट्टा। हाम्रो चाहिँ खेतको मालिक आइसक्नु भएको छ उता उता काट्नको लागि। खेतको मालिक आउनु भएको छ। देखा न दाइलाई। किन देखाउनुबाट युट्युबमा हाल्ने नि दाइ। हिजो बनाउला भने सोचेको थिएँ, अब यति धेरै काट्नु छ त्यही भएर बनाइन। फाइनल चाल भयो। उता ऊ खेतको मालिक पनि काट्न सुरु भइसकेको छ गाइज। यता उता हेर्नुहोस् त, 4 मिनेट। उता हेर्नुहोस् गाइज। ल यता सबैजनाले हाम्रो युट्युब च्यानल एनएस इन्टरटेनमेन्टलाई सब्सक्राइब गर्नु होला। अहिलेलाई भने अब हामी यो काट्नेछौँ, सक्नेछौँ। लास्टको फाइनल भइसक्यो, सकिन लागिसकेको छ। यता हामी चाहिँ अब घर जानु सकियो लास्टमा फाइनल्ली 2 दिनमा। 2 दिन लाग्यो यो खेत काट्नको लागि। 2 दिनमा सुक्यो। 2 दिनमा यही मान्छेले काटेर टिप्यो, दिन काटेर। हो नि दिदी? फाइनल्ली 2 दिन लगाएर हामीले कति कट्टा सक्यौँ दाइ? कति कट्टा भाउजू? सबै 7 कट्टा हो। 8 कट्टा खेत सक्यौँ भनौँ। 2 दिन लागेर 8 कट्टा हामी 5 जना सक्यौँ। 4 कट्टा। कति बज्यो?
फाइनल्ली 2 दिनमा हामीले 8 कट्टा धान काटेर सकेका छौँ।